थियो अनि उठेको अनि अब हामी अहिले चाहिँ हाइवेमा हिँड्दैछ मैले यस्तो रहेछ जापानिजहरूले चाहिँ यसरी दुःख गरेर देशलाई यसरी बनाएको रहेछ भन्ने मेरो थाहा भयो आफ्नो आँखाले देखेर आयो आज पहिला चाहिँ किताब र पत्रिकाहरूमा मात्रै लेखिएको थियो अहिले आफ्नै आँखाले देखेर आउँदा हृदयले थाम्नै सकेन र अब त्यहाँको जो घटना देखेर पहिलाको जो मान्छेहरूलाई देखेर एकदमै दया लाग्यो गाह्रो त पर्दाखेरि त भिडियो जस्तो सम्झिन्थ्यो तर आँखाले देख्दाखेरि यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा भइयो र मान्छेले चाहिँ यस्तो यस्तो घटना पनि गर्दो रहेछ र यस्तो यस्तो घटनालाई फेरि यतिसम्मको विकास पनि गर्दो रहेछ भन्ने कुराहरू आँखाले देखेर चाहिँ आर्कोलाई सुनाउन पनि एकदम राहत जस्तो लागिरहेको छ। सर्वप्रथम ऐतिहासिक हिरोसिमाको भ्रमण हामीले पुरा गरेर अहिले हामी ओसाकातर्फ लाग्दैछौँ। त्यहाँको छोटो एउटा विवरण पेश गर्न चाहन्छु। एटोमिक बम अमेरिकाले 1945 अगस्त 6 तारिकको दिनमा त्यहाँ बम प्रक्षेपण गरेको रहेछ र त्यहाँको त्यो हिरोसिमा सिटी थियो सहरलाई चाहिँ ध्वस्त पारेको रहेछ र अहिले त ध्वस्त पारे जस्तो देखिन्छ। ध्वस्त भएको एउटा इन्डस्ट्री एन्ड कमर्स हल मात्रै देख्न पाइयो हामीले र अहिले त पुरै ध्वस्त भएको त्यो सिटीलाई अथवा सहरलाई अहिले पुनर्निर्माण गरेर जस्तोको जस्तै अथवा बढी बनाएको होइन कि जस्तो बनाएर अहिले पुनर्निर्माण भएको छ। यति परिश्रमी जापानिजहरू यसको अनुसरण गर्नु आवश्यक छ। हामीले ऐतिहासिक स्थलमा भ्रमण गर्दा मलाई मेरो मन यति आनन्द भयो र हर्षको सीमा नै रहेन। भन्न राम्रो लाग्यो मलाई। तर जति मैले चिताएर म आएको थिएँ त्योभन्दा पनि 2 गुणा दोब्बर पेपर मलाई असाध्यै रमाइलो लाग्यो। हामी त्यो सानो यो पानी जहाजको यात्रा पनि गरेन हामी सबैजना मिलेर। त्यसमा मैले अब यसो जान्ने भएर टिका सक्ने भने राम्रो राम्रो भनेर टिका सानो सानो तर एउटा अलिकति नराम्रो भन्न त मिल्दैन यसलाई। तर नमिठो चाहिँ के हो भने हामीहरूलाई 1 बजेको समय दिएको हिरोसिमाको त्यो पहिलाको त्यो पौराणिक बम खसालेको म्युजियम हेर्नु जाँदाखेरिमा सङ्ग्रहालय हेर्दाखेरि पनि अलिकति ढिलो भयो। साथीहरू 2 घन्टा जति ढिलो हुँदाखेरिमा साथीहरू त त्यस्तै हो। अलिकति बसको स्टाफहरूले अलिकति मन दुखाएको जस्तो लाग्यो। त्यो ढिलो भएको कारणले गर्दा हामीहरू फेरि आफ्नो त्यो युनिभर्सल स्टुडियो जुन हामीले चाहिँ नि भयङ्कर ठुलो अपेक्षा गरेको त्यो हेर्छौँ त्यसलाई गएर हामीले हेर्नुपर्ने त्यहाँबाट पनि केही ज्ञानहरू हामीले लिनुपर्छ भन्ने कुरो चाहिँ त्यो हाम्रो चाहिँ काटी गएको हुनाले त्यसमा चाहिँ अलिकति नराम्रो लाग्यो। युनिभर्सल स्टुडियो सरकारी स्टुडियोहरू त्यो चाहिँ हेर्नु पाएन अलिकति दुःख लाग्यो। धन्यवाद छोडिरहेछ।
अब यस्तो हिरोसिरो जस्तै यस्तो ऐतिहासिक ठाउँ भित्रबाट साह्रै नै खुसी लाग्यो। अब चाहिँ सबै आफन्तहरू दाजुभाइहरू आफ्नो दाजुभाइहरूसँग यसरी घुम्न जान पाउनु साह्रै कुनै सक्ने ठाउँ त होइन, तर ऐतिहासिक ठाउँहरू लाग्यो। ऐतिहासिक ठाउँ हुन्छ, ऐतिहासिक ठाउँमा घुम्न पाउनु साह्रै नै खुसी लागेको छ। हिरोसिमा भन्ने यो एकदम पौराणिक ऐतिहासिक हेर्न पाएकोमा हामी ज्यादै यसमा चाहिँ हामी अहिले यो हिरोसिमा घुमेर फर्किँदैछौँ। त्यसको लागि